एज अ डाइरेक्टर मैले गर्नुपर्ने आफ्नो काम र मेरो धर्मलाई मैले अनेस्टली पुरा गर्ने कोसिस गरेको छु है। यो आबाट आमाको दुईटा गीत अनि टिजर दुईटै यति अपार माया दिनुभयो, त्यसको लागि धन्यवाद। कस्तो लाग्यो ट्रेलर? राम्रो हो, खूब राम्रो। पॉल और उषा की ये फिल्म बहुत कामयाब होगी, ऐसा मैं ईश्वर से प्रार्थना करता हूँ। मेन त अब प्रतिक्रिया हेर्नै बाँकी छ। आज ट्रेलर रिलिज भएको छ, यति राम्रो ट्रेलर बनेको छ, आशा छ दर्शकहरूले सबै हाम्रो कन्टेन्ट मन पराइदिइराख्नु भएको छ। बरु घर नभएको आमा होस् तर आमा नभएको घर नहोस् भनेर, त्यस कारणले पनि कति गरुङ्गो र महत्त्वपूर्ण शब्द हो यो आमा भन्ने। म चाहिँ एकदमै ग्रेटफुल फिल गरिरहेको छु यो फिल्ममा काम गर्न पाउँदा, र ट्रेलरबाट म अझै पनि बाहिर निस्किनै सकिरहेको छैन। त्यही कुराहरू घुमिरहेको छ, म एकदमै इमोसनल भएँ हेरेर होइन। मलाई चाहिँ अब फिल्मको बारे सब कुरा थाहा भयो भएर चाहिँ अब त्यो सिनहरू आउँदाखेरि त्यसको बिहाइन्ड द सिनमा के भइरहेको थियो, यसको ब्याकग्राउन्डमा किन मैले यो एक्ट गरिरहेको छु, मेरो आमाको लागि किन यस्तो गरिरहेको छु, यहाँ राधा श्रीको लागि हुन्छ नि त्यो स्ट्रगल छ, त्यो सबै रिकल भयो, एकदमै याद आयो मलाई। त्यही भएर भावुक पनि भइरहेको छु म। सायद तपाईँहरूलाई पनि ट्रेलर मन परेको छ।